नमस्ते सबैजनामा स्वागत छ हजुरहरूलाई हाम्रो ब्लगमा। आज चाहिँ हामी धेरै पछि भिडियो बनाउँछौँ हामीले चाहिँ अनि हामी चाहिँ यहाँ आज स्कुलबाट घुम्न जान लागेको फुजी क्यू हाइल्यान्ड भन्ने। यहाँ देख्न सक्नुहुन्छ हामीलाई 8 बजी बोलाएको 7:30 यहीँ भइसक्यो। यिनीहरूलाई यहाँ हेर्न सक्नुहुन्छ घरबाट अझै निस्किँदैनन्। त्यहाँ पानी खाँदैछन्। यस्तो छ यहाँ हतार हतार। जुत्ता पनि राखेन नस्कनमा बिहानदेखि निस्केको मान्छे हो फेरि हामी उठेको पनि थिएन। अझ मलाई फोन गरेर उठाएको पनि उनीहरू जो हो क्या अझै। के गर्नुभयो हो यहाँ हेर्नु यस्ता हुन्छन् मान्छे। यस्तो मान्छेलाई छोडेर जाने हिँड्नु सन्ध्या आऊ तिमीहरू बाइक नाटकै निस्क्यो आज चाहिँ बल्ल आयो सुइकाहरू ल आउला त्यसो आउला। अब हामीलाई चाहिँ अब बाटोमा भिडियो बनाउनु घुमिने हामीलाई चाहिँ अहिले बाटोमा अहिले भिडियो बनाउन खासै अलि लाज लाग्छ नि त। अनि त्यही भएर चाहिँ अहिले चाहिँ अब हामी चाहिँ सिधै उहीँ गएर भिडियो बनाउँछौँ। हामीलाई चाहिँ 8 बजी चाहिँ त्यहाँ एक ठाउँमा भेला हुन भन्नुपर्छ र चाहिँ हामी चाहिँ त्यहीँ गएर भेला भएर हामी चाहिँ एकचोटि उहीँ गएर भिडियो बनाउँछौँ। अहिलेको लागि बाई बाई। दिदीहरूलाई ढिलो भएर हामी पछाडि छोडेर आइदिइसक्यौँ। आउँदै हुनुहुन्छ। एउटाले मोबाइल बिर्सेर लाज लागिसक्यो मान्छे 49 मा हो। मान्छे देख्यो भने लाज लाउँछ कि त्यही भएर हामी चाहिँ भिडियो बनाउनु सक्यो। त्यही भएर अब एकैचोटि हामी उहीँ गएर भिडियो बनाउँछौँ। अब चाहिँ हामी जाँदैछौँ बाहिर। त्यही हो सुत्दैन भने नि हेर पनि आहा यस्तो च्यातेर गरेर एसी चल्यो मस्त मस्त भयो। तर नेपालमा जस्तो ध्यान हुन पाउनु भयो त झन् मजा आउँथ्यो। यहाँ चाहिँ घुम्न जाँदा नि हाम्रो सुखा खाइरहेको साथीहरू हामी चाहिँ चुप्प लगाएर यसरी जानुपर्छ घुम्न जाँदा। नेपालमा अगाडि टेक बजार देख्दैन अब गयो यो कम्पनीमा यो त सिसावाला मान्छे छ। त नेपालमा कति घुम्न जाने भनेपछि त डेक बजाएर कस्तो हुन्छ। फेरि अरू दिन्थ्यो हाम्रो ज्योति स्कुलमा दिन्थेन। हामी ज्योति स्कुलमा फेरि के भन्थ्यौँ थाहा अनुशासनमा जाने भन्थ्यौँ। ठ्याक्कै जापान जस्तै छ हामी ज्योति स्कुल अनुशासनमा चुप्प लगाएर जाने अरे खाउनु त त्यो जस्तो हामी कति धेरै नास्ता लिएर चढ्न पाएन खाने खडा नि आयो त त्यो कति राम्रो खोला है। मैले हजुरहरू बाहिर देखाउँछु रोकिन। हामी यहाँ त सुनसानो घुम्न जाने भने नि यस्तै हो। हाम्रो ठाउँ त राम्रो है। राम्रो राम्रो ठाउँमा हामीहरू साथीहरू भन्न अहिले त खानै टाँग्रियो डम्म भयो। यिनीहरूलाई भोक लाग्छ अर्जुनलाई खानु त्यो बोमिट आउँछ अरे हो कुसमा दाउनले जाँदाखेरि देखिन्छ नि तल साइड त्यस्तै देखियो। यहाँ तलबाट यो चाहिँ हाम्रो माउन्ट एभरेस्ट जस्तै जापानको एकदमै फेमस फुजी माउन्टेन। त्यस्तो भएको रहेछ नि भनौँ राम्रो देखियो तर है। साथीहरू हामी चाहिँ यहाँ आइसक्यौँ। हामी खेल्ने ठाउँमा चाहिँ यहीँ हो हामी आएको चाहिँ फुजी क्यू हाइल्यान्ड भन्नेमा। हो त्यहाँ चाहिँ फुजी सान छ। यो चाहिँ खेल्ने कुराहरू छ। अब चाहिँ हामी भित्र जाँदैछौँ।
खेल्नेहरू तर देख्दा चाहिँ मलाई पनि डर लाग्यो अनि खेल्छु भनेर उफ्रेको चाहिँ छु तर खेल्न चाहिँ सक्दैन जस्तो लागिरहेको मलाई चाहिँ खेल्ने भनेर चाहिँ एकदमै डर लाग्यो घरबाट चाहिँ खेल्ने भनेर एकदमै उस भएर आएको थियो तर यहाँ आएर चाहिँ खेल्न सक्दैन जस्तो भयो यहाँ न कस्तो यस्तो त तर खेल्न चाहिँ खेल्नुपर्छ क्या भने के खेल्ने हो जे होगा देखा जाएगा न रुनी रोए पनि जे गरेर खेल्ने हो हामी चाहिँ आइसक्यौँ सोचेको हालान चटक्क परेको सानो कति राम्रो गाडीमा यहाँ चाहिँ यस्तो है कति राम्रो गाडी छ न गाडीको फोटो खिच्नुहुन्छ ए यस्तो राम्रो गाडी होइन सन ठाउँहरू होइन त ए कस्तो राम्रो है यिनलाई यहाँ फोटो खिच्न पर्यो हौ खेल्ने हो र म त खेल्दिनँ क्या के डर लाग्यो त म त ढक 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 भयो मेरो हामी यो गेम खेल्नलाई 1-2 घन्टा होइन लाइनमा बसेर यहाँ खेल्न यहाँदेखि यसरी त्यहाँसम्म जाँदा केही नि हुन्न होइन मजा आउँछ यहाँबाट तल झर्दा त आम्बो देखिन्छ सबै अनि यस्तो नि खेलियो कसरी झर्छ क्या अब है डर लाग्यो होला होइन भर्खर त उडे खानु माथि जान त हो मज भयो अझै अगाडि हो कि अझै अगाडि कस्तो हुन्छ अहिले पुग्यो होला अब सिधा भइदियो भन्ने होला अब त्यहाँबाट तल झर्दा त अब हो के 3 सर जान्छ अब त्यसले त छिट्टो दोग्रिँदो रहेछ उसले यसमा ल्याउँछ कि घुम्न आउँदै कता घुमाएर यसमा ल्याउँछ कि मेरो हात काम गर्न नि भयो त कता गयो हरायो त आउँछ कि त्यहाँ घुम्दै राम्रो राम्रो घोडा खाएर ऊ आयो यस्तो हुन्छ यो खेल्दा हात माथि गरेर हेर त सबै यो चाहिँ म खेल्न सक्दैन है यस्तो है त्यसले त हामीलाई उल्टो बनाएको नि हो बनाएको उल्टे हामी चाहिँ उल्टो पनि खेलेको केही यस्तो मजा थियो आम्बो यहाँ चाहिँ हाम्रो रेणुका दिदी हुनुहुन्छ क्या तर कहाँ हुनुहुन्छ थाहा छैन हामी चाहिँ अब यो खेल्न लाग्यो हाम्रो यहाँ स्टार्ट हुन लाग्यो अब कस्तो मजा आएन भाइ बहिनीलाई खेलाउने बेलामा आफै खेलिरहेको यसलाई घुमाउनु न हामी फर्किँदैछौँ हामी खेल्नेसम्म खेल्यौँ सबै चाहिँ निस्क्यौँ साथीहरू त्यहाँबाट अब चाहिँ हामी बसमा जान्छौँ अघि चाहिँ हामी ढिलाएर हाम्रो सरले नि करायो यही खेलेको क्या हामी यस्तो खेलेको यस्तो एकछिन त मुटु नै यस्तो बाहिर फट्ट निस्केला चाहिँ हुन्छ है हाम्रो सिरिङ गर्छ त्यो सपनामा के त्यो पहाडबाट खसे जस्तो हुन्छ है त्यस्तै खालको सक्क उठिन्छ नि बसको त यही
अब चाहिँ हामी निस्किँदै हौँ ऊ सबै निस्किँदै खान्छ फोटो खिच्दै निस्किँदै गरेर नि अन्त टाउको दुखेर कस्तो भयो किन नखिच्नु भएको चाहिँ हामी आएको चाहिँ यहीँ हो अब गयौँ बाई बाई कुकिजवाला फ्याक्ट्रीमा मेरो फोटो खिच्दैन राम्रो आउँछ यस्तोहरूमा फोटो होइन ए यहाँ फोटो खिच्नेहरू अब सन्ध्या बहिनीहरू चाहिँ बुम बुम गर्नु न कति राम्रो अहिले त थाकिसक्यो भिडियो बनाउने शक्ति पनि छैन के खेलेर चक्कर लाएर भोक लाएर बिहानदेखि केही खाएन कति राम्रो छ अब चाहिँ हामी घर जान्छौँ 2:30 बजीसम्म आउन भनेको ए यो देखेको हेर न हेर र सबै आइसक्यो नि ल छिरा यतालाई फेरि फोटो खिच्न पऱ्यो यता ऊ त्यहाँ क्रिसमस ट्री कति राम्रो कति राम्रो गाडी छ ए गाडी भन्नाको के अरे यसको नाम कार्टुन भित्र यस्तो म कस्तो आफू राम्रो आयो हुन्छ मान्छेले आफू राम्रो आयो अरूको मतलब छैन त्यो रोलर कस्टर खेल्दाखेरि हाम्रो एउटा दाइ चाहिँ बेहोसै हुनुभयो चाहिँ यहाँ त्यहाँ हो यस्तो मलाई त झ्याउ लगाइसक्यो हो जाम अब बसमा गएर बसौँ झ्याउ लगाइसक्यो साथीहरू अब खत्तमलाई खेल्दा अब गयौँ बाई बाई कुकिज